नमस्कार एन्ड वेलकम टु राजकोट नगरपालिका। तपाईले यो ब्याकमा देखिरहनु भएको राजकोट नगरपालिकाको हस्पिटल हो, जुन चाहिँ स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलेद्वारा निर्मित हो। यो हस्पिटलमा पनि हामी अब म त फर्स्ट टाइम आएको सर सरी सेकेन्ड टाइम आएको सर चाहिँ फर्स्ट टाइम आउनुभएको। हामी भित्र जान्छौँ, के कस्तो छ यसो हेर्छौँ। यस्तै छ यो हस्पिटल, ठिकै छ। अब राजकोटमा चाहिँ यो हस्पिटल भएको हुनाले चाहिँ धेरै सेवा सुविधा यहाँको जनतालाई भएको अनुभव गरेका छन् क्यारे, उनीहरूले सुनाएको अनुसार। धेरै चाहिँ एउटा एमबिबिएस डाक्टर लगायत अरू एमबिबिएस डाक्टर पनि पोस्ट भएको हुनाले पछिल्लो समयमा जिल्ला हस्पिटल कालीकोट चाहिँ जानु नपर्ने स्थिति देखिएको छ। राम्रै रहेछ। राजकोट नगरपालिका प्रादेशिक राजकोट अस्पताल गौतुकोट कालीकोटमा यो हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेज्यूद्वारा चाहिँ निर्माण भएको हुँदा यो हस्पिटल तपाईँहरूले देख्न सक्नुहुन्छ। यो खालको हस्पिटलहरू छ। इमर्जेन्सी पनि रहेछ हाम्रो। यो खालको छ भित्र, छिर्ने हो त तपाईँहरूले यसो देख्न सक्नुहुन्छ। राम्रो छ पछि राजकोट अस्पताल। त्यो ट्रिटमेन्ट रुम रहेछ। यो भित्र बिरामीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। यो खालको बिल्डिङहरू तपाईँहरूले संरचनाहरू बनेको छ। यो खालको छ यतातिरहरू। यो हाम्रो प्रसुति गृह अपरेसन थिएटर चाहिँ यो खालको छ। तपाईँहरूले स्वास्थ्य बिमाको रहेछ यहाँ। यता हाम्रो के अरे भलिबल ग्राउन्ड पनि रहेछ। भलिबल अनि ब्याडमिन्टनहरू खेल्नुपर्ने ठाउँ होला। यो चाहिँ अब अनुमति बिना प्रवेश निषेध गरिएको छ भन्ने कुराहरू छ। यो तपाईँले देख्न सक्नुहुन्छ यहाँ, होइन। अनि यता चाहिँ यो सबै अब क्वार्टरहरू, अब विशेष गरी यो डक्टरहरूको बस्ने आवासहरू क्षेत्र त होला। ए डक्टरहरू चाहिँ अब यो तलको बिल्डिङमा उहाँहरू यसरी बस्नुहुन्छ। पारिपट्टि त्यो डाँडा पारिपट्टि देखिने त्यो ठ्याक्कै तपाईँहरूले के अरे हाम्रो सानी त्रिवेणी गाउँपालिका कतिवटा तपाईँहरूले त्यो बिचमा चाहिँ हरियो ब्लू कलरको अलिकति संरचनाहरू बनेको देख्नुहुन्छ। त्यो चाहिँ हाम्रो सानी त्रिवेणी गाउँपालिका, होइन, गाउँपालिका हो। यो खालको राजकोटको चाहिँ तपाईँहरूले भूगोल चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। जस यहाँ खेतीयोग्य जमिन पनि धेरै रहेछ यो ठाउँमा। तपाईँहरूले यसरी भूगोल देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा हाम्रो। अनि अब हस्पिटलमा सोलर सेटहरू पनि रहेछ। अनि ल यो हस्पिटलमा बेडहरू पनि रेड, येल्लो, ग्रिन क्याटेगोरीमा चाहिँ छुट्याइएको रहेछ बिरामीको इमर्जेन्सी अनुसार। अनि तपाईँहरूले यता देख्नुभएको यो पुरै यो राजकोटको भूगोल हो। सबै राजकोटमा चाहिँ एकदम खेतीयोग्य जमिन तपाईँहरूले देख्न सक्नुहुन्छ। गहुँ लगाउनु भएको छ अहिले। अब गहुँ काट्ने सिजन पनि ठ्याक्कै भएको छ। संरचना देख्न सक्नुहुन्छ। दाँत उपचार केन्द्र, अनि त्यसपछि गएर हाम्रो बहिरङ्ग कक्ष ओपिडी, अनि यसपछि गएर आँखा उपचार केन्द्र पनि रहेछ। र यतापट्टि चाहिँ यो हाम्रो प्रयोगशाला ल्याब र एक्सरे खालको बिल्डिङहरू। अनि
यो चाहिँ अब हाम्रो क्यान्टिन रहेछ। क्यान्टिन पनि यसो देखाइदिनु न हो भित्रतिर। हजुर। यो बिल्डिङ चाहिँ तपाईँहरूले फार्मेसी रहेछ होइन। तपाईँहरूले अब यो चाहिँ फार्मेसी रहेछ। तपाईँहरूले यसमा लेखेको कुराहरू देख्न सक्नुहुन्छ होइन। अब यता हाम्रो चाहिँ अब बिरामीहरू चाहिँ औषधि लिनको लागि कुर्नु भएको छ। कृपया शान्तपूर्वक लाइनमा बस्नु होला भनेर लेख्नु रहेछ। यो स्वास्थ्य बिमा कार्यक्रमको बारे जानकारी भनेर यसरी चाहिँ हाम्रो लेख्नुभएको रहेछ उहाँहरूले।